दर्शकवृन्द पोर्चुगलमा जो बस्नुहुन्छ पोर्चुगलमा बस्नेले भिडियो हेर्नुहोला। पोर्चुगल एकदमै शोकमा डुबेको छ। पोर्चुगलमा बस्ने नेपाली एकदमै शोकमा डुबेका छन्। यति बेला पोर्चुगलमा बस्ने नेपाली समुदायले कहिल्यै नबिर्सने आँसु पीडा र कस्तो कठोर पर्दैछु भन्ने एउटा पाठ सिकाउने महिनाको रूपमा अहिले यो नोभेम्बर महिना छ। यो एक महिना मानव शोकको आदि वर्षे जस्तै भयो। दर्जनौं नेपाली दाजुभाइ दिदीबहिनीहरू कसैको सडक दुर्घटना, कसैको कार्यस्थलमा परेको दुर्घटना, कसैको आकस्मिक बिरामी त कसैको कानुनी प्रक्रियामा आइपरेको त्रासद मोड समाचारहरू एकपछि अर्को आएर पोर्चुगलको नेपाली समाज निरन्तर रुन बाध्य भयो। लिस्बनदेखि पोर्तोको गल्लीसम्म, पेजादेखि सेतुवालसम्म हरेक ठाउँमा कुनै न कुनै नेपाली परिवार शोकमा डुबिरहेको छ। परदेशमा श्रम बेचेर परिवार पाल्न आएका उनीहरूको अन्तिम यात्रा यति छिटो यति अमिलो हुने रहेछ भन्ने कसैले कल्पना पनि गरेको थिएन। कसैको आमासँग अन्तिम पटक फोनमा चाँडै फर्कन्छु है भनेको आवाज मात्रै बाँकी छ। कसैको बच्चाले बुबाको फोटोसँग बाबा कहिले आउनुहुन्छ भनेर सोधिरहेछ। सबैभन्दा पीडादायी त दर्जनौं मृतक नेपालीको शव घर फर्काउने खर्च जुटाउन समुदाय नै एकजुट भई सहयोग सङ्कलन गर्नु परेको अवस्था छ। सहयोगी संस्था, सङ्घ संस्था, व्यक्तिगत दान सबैले आफ्नो क्षमताले हात थापे। तर त्यो हात उठाउँदा उनीहरूले थाहा थियो यसरी पैसा उठाउनुको अर्थ एउटा परिवार देशमै रितिएको छ भन्ने हो। पोर्चुगलको भूमिमा नेपालीहरूले धेरै सङ्घर्ष गर्छन्, तर यो नोभेम्बरले त्यो सङ्घर्षभन्दा पनि ठुलो सत्य देखायो। परदेशमा कहिल्यै सजिलो छैन र यहाँ हराएको ज्यानको पीडा लाखौं किलोमिटर टाढा बसेका परिवारको मुटु भत्काउने घाउ बन्छ। महिना सम्झनामा रहिरहनेछ आफ्नो मान्छे गुमाएका परिवारको आँसु र समग्र नेपाली समुदायको एकताले खडा गरेको मानवताको कारण। त्यसैले हामी यस विषयमा छुट्टै एउटा रिपोर्ट बनाउँदैछौँ। नमस्ते होला न्युज हेर्न सक्नुहुनेछ। छिटै नै यो घटना, यो दुःखद घटना जो हाम्रो समाजमा घटेको छ, यो विषयमा हामी एउटा छुट्टै रिपोर्ट बनाउँदैछौँ र यस विषयमा राजदूतावासले पनि आफ्नो तवरबाट सहयोग गरिरहेको छ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ र एनआरएनए पोर्चुगलले पनि यस विषयमा थप अपडेट जनाउने कुरा हामीलाई आएको छ। यो विषयमा हामी अपडेटमा रहनेछौँ। नमस्ते वाला न्युजलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। नमस्कार।